वेलकम टु एनी व्लग गाइज। म आज साथीकोमा जाँदैछु। आज हल्का नाइट हान्ने प्लान छ हाम्रो। साइकलमा फेरि स्ट्यान्डै छैन है। त्यहाँदेखि चल्दैछु बिना ब्रेकको साइकल लिएर। एकछिन बाख्रा साइकल टाइपोर्टको काम यस्तो गाइज। साथी घर चाहिँ त्यहाँतिर छ क्या। यसो साइकलमै भ्लग बनाउँदै डुल्दैछु। डुल्नु पर्ने हुन्छ साइकलमै। गाइज बाइक चाहिँ कुदाउन आउँदैन, साइकलमै यसो भ्लग बनाउँदै डुल्दैछु गाइज म चाहिँ। सो फाइनली साथी घर नि पुग्न आँट्यौँ। ओए ब्रेक चाहिँ छैन है गाइज। तर नि बिना ब्रेकको साइकल कुदाउन छोरा छैन। अब त्यहाँ गएर साथीको मम्मीलाई हल्का कुरा मिलाउनु पर्ने हुन्छ। अझ एउटा साथी चाहिँ केटिएमबाट भर्खर आएको छ कि, त्यही साथीको आज नाइट हान्न आँटिरहेको छौँ गाइज। हस् त गाइज, साथीकोमा पुगेर अब भिडियो बनाउँछु। अहिले बाटोमा गाडीहरू आउँदैछ। फाइनली गाइज म चाहिँ फाइनली साथीमा पुगिसकेको छु। त्यो अगाडि रुखुवाको घर चाहिँ साथीको घर हो। त्यहाँ छिरेर बोलाउनु पर्ने हुन्छ। साथीको आइपुगेँ। यता हेर्न त लु क्यामेरामा। हेलो भन्डे। हेलो न सालो काम गर्दैछस् लु गरेर। गाइज टक्क साथीमा आइपुगेँ। यस्तो छ है। साथीको नाम देखाउँदैछ अहिले। गाइज हामी अब कुखुरा पसलमा कुखुरा किन्न आइसक्यौँ। केरा हो आज हान्ने हो त अनि हो नि। कस्तो हान्ने अनि? यो चाहिँ हाम्रो डी टाउन है। गाइज हाम्रो मुर्गा। यता चाहिँ दुईवटा मुर्गाहरू। दर्शक पनि हार्नु, यिनीहरूले कुखुरा बाटोमै छोडेर राखिदिएको छ। दर्शक पनि चोकभन्दा हामी यता आएको छौँ। हिमालयन स्कुल यता छ। दिबा भन्नेहरूलाई मेरो समस्या। यसलाई बाटोमा नहिँड्नु भनेको छौ। कुखुरा उठान जाउँ न। दुम यहाँ साथीलाई मेसेज गर्दैछ। 20 मिनट भन्छ के गरेको? आइज न। अगाडि खेल्न जाने हो। यहाँ टाइसर दिएको छ। यो अहिले हैन, छोराले कुरा नगर। यो पानी हाल्दै हो। यो राजवंशी चोक कहाँ छ? त्यो अहिले पोल छ हौ। राजवंशी चोक हो त्यहाँ। ल हाल न पहिले। मलाई आउँछ। त गोड हाल्नु। बाइ। ना मजा के जानु? बाला भन्नु नि एउटा कुखुराको डाइसेक्सन है। पिट त भनिदिएपछि नहाल्यो। अनि चितो चितो हुन्छ। म खुल्नु लाग्छ मेरोमा। त्यो खुल्नु हरि डेलीको काम हो। यहाँ मेरो साथी, यहाँ हाम्रो हरि। ओइ पस्छ। टक्क यहाँ कुखुरा काट्दैछ है अब। यो चाहिँ हाल्दैन हौ। कस्तो चिजेको हामी किन खाने नि फेरि टक्क यहाँ चाहिँ रोस्टको लागि कटिङ हुँदैछ अब। त्यो छोड्दै छोड्दै हो त्यो छोड्दै। कहाँ? त्यो डायमन्ड डायमन्ड हाल खाने हो। डायमन्ड तेरो भोगाले खान्छ। म खानु डायमन्ड पकाएर कमेन्ट हुन्छ। हरि यता हेर न त। भ्लगमा आइहाल्यो। अब गाइज यहाँ चाहिँ मासु काटेर टक्क पोल्दैछौँ। यहाँ गाइजहरू आजको मिनी भ्लग भन्नाले लङ भ्लग चाहिँ युट्युबमा हो। सर्ट भ्लग चाहिँ टिकटकमा आउँछ है। फलो, सब्सक्राइब, कमेन्ट, लु भन्नु लाइक, भन्नु सेयर सबै हुनु पर्यो हैन। ल। यस्तो भ्लग चाहिँ अब आइराख्छ। सपोर्ट गर्नु पर्यो हाम्रो साथीलाई। साथीभाइहरू भेट्दा टक्क यसो युट्युबमा चाहिँ हामी आफै बोक्छौँ नि तपाईँ बार्बिक्यू बिहा अब म्यारिनेट गर्दैछौँ। यहाँ हेर है केटा हो। बोक्न अब हामी सामान बोक्न जानुपर्छ। आइसिन त आउनु बस्छ तिमी त भगवान बनाइदिए। अब सामान ओसार आँट्यौँ है।
गरेर तेरो काम जागरी सबै गाडी हो त्यो आडीको चाहिँ रोस्ट अरे आजको ब्लग चाहिँ ठिकै आउँछ गाई यहाँ चाहिँ सबजना गेम खेल्दैछ त्यो कराईमा हेर त टर्दो कराईमा यहाँ हाम्रो माल पानी निस्किन्छ के हो यो पानीहरू त्यो गरे पानी सुरुमा झार्न भने पानी जार नभए यसरी जाँदैन यो पानी छिराएको छ माथि त्यो त लाइट बोकेर त्यो गर्छ कराई त्यो छिटकन छिच्किन्छ भक्ने जस्तो लाग्यो तेरो मलाई ओइ भाग ओइसँग भाग साथी बोल्छ रियाज पोल्दै लगाइरहेको तिमीलाई सँगै भाइ आइज धेरै आउने एकचोटि किनेर रहे रोग न त हौ पुच्चे पुच्चे ओइ कस्तो गर्छ हौ यो त ओइ यहाँ रोज सुरु भयो रोज पोल्नु सुरु भयो जहरी हाल्ने मान्छेले तेरो काम छैन तेरो काम गर्ने यार यसले चाहिँ आज राम्रो काम गर्दैछ तेरो मात्र काम गर्दै टक्क गाइज स्पुन छ कोही हाल्दैन हजुर खानु परेन केटा हो म चाहिँ यहाँ यता देखाउनु म जर्सी चाहिँ पच गर्न आँटेको सङ्केतको अरू केही होइन लुकेटा हो अब चाहिँ हामी सुत्न आँट्यौँ सुत्नु नि पर्छ सुत्छु गाइज अब खोइ हाम्रो ब्लेड बारबिक्यु के गर्छस् भाइ यो हाम्रो बेडरुम अब गाइज हामी सुत्न आँट्यौँ ल गाइज सुत्ने अब